हेलो गाइज, वेलकम ब्याक टु माई न्यू अनदर एपिसोड मिस्टर बिजी ब्लग। के छ खबर? सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होइन। आज भने म यहाँ बुटोलबाट दाङ जाँदैछु। यो चाहिँ जयगुडीदेखि नेपालगञ्ज रोड निस्किन जाने बाटो हो। यो चाहिँ बुटोलको सेकेन्ड हाइवे। आजको दिनमा भने अब हामी रमाइलो ठाउँहरू अवलोकन गर्दै हामी हिँड्न निस्किँदैछौँ। यहाँबाट अब रानी बोगियासम्म चाहिँ म सर्टकट बाटो जाँदैछु। यो चाहिँ देवीनगर साइड, देवीनगर 3 नदीको पुल पारिबाट जुन धुरी डाँडो देखिन्छ त्यो नुहाको डाँडो अहिले त बाबा क्लियर देखिएछ। मौसमहरू पनि पानी परेको परेछ, त्यही भएर चाहिँ क्लियर देखेछ। यो बाटो एकदमै भिड हुन लागिसक्यो कि उताको बाटो भत्काएको हुनाले होइन, महेन्द्र राजमार्ग सबै भत्काएको छ। त्यही भएर चाहिँ यो बाटो चाहिँ एकदमै भिडबाट हुन लाग्यो कि अब सुकेको छ तिन खोला चाहिँ होइन, बर्खामा मात्रै अलिकति भेला हुने मात्रै हो। यो देवीनगर पारिको बुद्धनगर, बुटोल बुद्धनगर साइड हामी चाहिँ यहाँबाट महेन्द्र राजमार्ग यात्रा गर्छौँ। यहाँबाट ल करिब 150 किलोमिटर जति महेन्द्र राजमार्ग हामी यात्रा गर्नेछौँ आजको दिनमा भने। त्यसपछि हामी जानेछौँ नेपाल एसियाकै सबभन्दा ठुलो उपत्यका। हेरौँ अब हामी कहाँसम्म पुगिन्छ। बर्खा पानी आयो भने यो त हिँड्नै सकिन्न, कहिले बनाएर हिँड्यो हामीलाई हिँड्न यस्तो शास्ति गोर्सियासम्म बाटो यस्तै नै हो। गोर्सिया इम्लियासम्म छ। यो बाटोमा 7-8वटा फ्लाइओभरको बाटो होला कि यो जस फिनिसिङ हुँदाखेरि युनिक बन्छ कि यो बाटो। यो चाहिँ 4 नम्बर बजार। ठाउँ ठाउँमा फ्लाइओभर बाटो बन्दैछ। यो चाहिँ कपिल वस्तुको गोरु सिङ्गे भन्ने ठाउँमा आइयो है। यहाँबाट चाहिँ अर्घाखाँच भइन्छ होइन, यहाँसम्म एकदमै दुःखले आउन पर्छ क्या। इम्लिया बजार तिर ट्याक्क हरियाली वनका भित्रबाट सर चिसा हावा खाँदै हामी यात्रामा छौँ। अब चाहिँ हामी लगभग 10 किलोमिटरमा हामी चन्द्रोड भैलो टाउकोमा राखेर हिँड्ने कस्तो मजा आएर अड्डाएर हिँड्नु। त्यसपछि हामी म भने यतिखेर यो चन्द्रोडमा छु होइन। अब भने यताको बाटो एकदमै सहज रहनेछ। अब यहाँबाट सुरु भयो पहाड। क्या धेरै घाम पनि नलागेको, धेरै गर्मी नै होइन, शीतल शीतल आनन्द सफा क्लियर रमाइलो मोमेन्ट छ कि यो। बर्खा हेर्नु भयो समस्या पार्छ घरमा बसाइ थिएन हेर्नु नि खरेघर। धेरै वर्ष भयो मैले यसो खरेघर चाहिँ देखेको थिएन। यहाँ यतापट्टि आउँदाखेरि चाहिँ अलिकति देखेँ है। एकदमै पुरानो डिजाइनका पुरानो युनिक घरहरू होइन खरेघर। हाम्रो त गुल्मीतिर त खरेघर भन्ने कुरो नाम निशाना छैन यार। बबाल बबाल धुरीको छ नि होइन। त्यहाँ त पहिरो गयो त्यस्तो हो। ओ माई गड, फाइनली गाइज हामी चाहिँ यो चाहिँ एकदमै भाइरल ठाउँमा आइसक्यो। यहाँ चाहिँ हेर्न भाइरल सबै फोटो खिच्ने सबै गर्ने। माथि त्यहाँ नाक छ, नागदेवता बवाल छ। टिकटक बनाउँदै हुनुहुन्छ यहाँ दिदीहरूले। यहाँ शिवजीको मन्दिर छ, बवाल छ ठाउँ, एकदमै भाइरल ठाउँ। यो चाहिँ भालुबाङ। यो चाहिँ राप्ती नदी उहाँबाट बगेर आइरहेको छ होइन। पारिपट्टिको बजार क्या रमाइलो छ, राम्रो छ, एकदम सुन्दर ठाउँमा छ भालुबाङ। यो चाहिँ दाङको लमाई। यतिखेर भने यो लमाईमा छु म। यहाँबाट अलिक अगाडि गइसकेपछि हामी चाहिँ यो महेन्द्र राजमार्ग चाहिँ छुट्छौँ। अब यहाँबाट चाहिँ हामी राइट लाग्छौँ, यहाँबाट छुट्टिन्छ हाम्रो महेन्द्र राजमार्ग। अब यात्रा गर्न मजा आउँछ। चिसो चिसो मौसम पनि छ, ठिकै धेरै गर्मी पनि नै, धेरै जाडो पनि नै। वरिपरि हरियाली पाखा पखेर हेर्दै यात्रा गर्नेछौँ। यता पनि बाटो बिगारे, बाटो भत्काउँदैछ, जता कतै भत्के र यो ठाउँ हो कि मलाई बब्बाल लाग्ने यार, बहुत बब्बाल लाग्छ। पुरा डढेले मारेको रहेछ यस्तो रुखहरू होइन। कति डढेल लागेको मान्छेहरू यार, कति बेवकुफ हुन् के मान्छेहरू पनि यार। यस्तो डढेल लाएर हेर्नु न, रुखहरू सब मारेर यार, सब मरेर सबै मरेको यार रुखले डढेलले। त्यही त हरियाली त हुनपर्ने यार। यस्तो मान्छेहरू त हेर्नु सब डढेल सब रुखहरू मरेर। यतिखेर त पालुवा पलाएर हरियो हुनपर्ने नि रुखहरू। कति छोटो मोड छ, त्यही त्यति लामो गाडी आएको छ, झ्याप्पै रोकेर दुईतिर धन्दै जुदिन्छन् यार। त्यस्तै बसेको सब डढेलोले सब बुढा मारेर कि यस्तो अवस्था भएपछि नि अनि काम लाग्छ नि। झन् कस्तो पानीले गाई एसियाकै सबभन्दा ठुलो उपत्यकामा आइयो होइन। भोपाल ठुलो छ कि
घोराईको बजार क्षेत्र होइन यो चाहिँ घोराई तुलसीपुर रोड। अब म चाहिँ यो घोरैबाट तुलसीपुर तर्फ लागिसकेँ गाइजहरू अहिले चाहिँ यताबाट यति साउरो छ। अब बल्ल यो चाहिँ सडक स्तर उन्नतिमा लागिरहेको छ। अब साँझ पऱ्यो सूर्यनारायण भवाल देखिनु भएको छ।